साथीहरु नमस्ते। हजुरहरुलाई स्वागत छ। आज चाहिँ मैले चाहिँ यो पहिलो भिडियो बनाएको र आज चाहिँ बिहान उठेर अब ड्युटी जानु पर्यो भनेको भरे मेरो श्रीमती त उठेर हेर्दा त मेरो श्रीमती यो कन्डिसनमा रहेछ। टाउको दुखेर रुगासुगा लागेर ढाडहरू दुखेर अनि यस्तो कन्डिसनमा रहेछ। अब यस्तो हुँदा बुढीलाई छोडेर ड्युटी पनि कसरी जानु। बुढी के खाने त ना के कुखुराको मासुको सुप खाने के खाने लोकल कुखुराको मासुको सुप उठ एकचोटि बस राम्ररी उठ जिउहरू दुखेछ त्यही त ढल्किन नराख न जिउहरू उठ अलिकति शीतल हुन्छ। यसो मौसमहरू पनि हेर यसो के भएको छ त आज तिमीलाई कस्तो भएको छ। रुगा लाग्ने खोकी लाग्ने अरू जिउ दुख्ने टाउको दुख्ने। तर मेरो बुढी अरू बेला चाहिँ नर्मल हुँदाखेरि चाहिँ रमाइलो मान्छे, तर बिमारी पर्दा चाहिँ थला पर्यो भने चाहिँ अलिकति सकिहाल्छ नि। अब त्यही त अब के गर्नु। तर साथी मलाई चाहिँ भिडियो चाहिँ बनाउन आउँदैन। कहिले पनि मैले चाहिँ खासै भिडियो चाहिँ बनाएको छैन। मैले यसो भाइरल फ्लू चाहिँ हो। अब भाइरल फ्लू पनि अब कति दिनको लागि हुन्छ थाहा छैन। आमालाई कति दिन भयो? 3 दिन होइन। तर आज मौसम चाहिँ शीतल भएकोले गर्दा चाहिँ आनन्द छ क्या। एकदम हावाहरू पनि राम्रो आइरहेछ। नभए त अरू बेला त बस्नै नसक्ने गर्मी। त्यस्तै गर्मीको मौसममा चाहिँ गर्मी साह्रै, जाडोको मौसममा चाहिँ जाडो साह्रै निकै। पानी पर्यो भने चाहिँ फेरि पानी पनि ओहिरो पर्ने। विराटनगर भनेको बस्ने ठाउँ हो। अनि साथीहरू हाम्रोतिर चाहिँ धान चाहिँ कुनै ठाउँमा चाहिँ रोपिसकेको छ। अब हजुरहरूको ठाउँमा चाहिँ कतिको रोपेको छ हेर्न सक्नुहुन्छ। धानहरू चाहिँ कुनै ठाउँ चाहिँ रोपिसकेको छ। पानीहरू परेर चाहिँ अलिकति बिजोग भएको छ। धानहरू चाहिँ रोप्न पाएको छैन। गर्मीहरू पनि छैन। साथीहरू हजुरहरूकोतिर चाहिँ मौसम कतिको शीतल छ, कतिको गर्मी छ। हाम्रो विराटनगरतिर चाहिँ
पानी परेर होला 2-4 दिन चाहिँ शीतल न शीतल छ आनन्द छ काम गर्नु पनि रमाइलो हुन्छ छोरा मान्छेहरूलाई पनि बुढी चाहिँ बिमारी हुँदाखेरि सन्चो नहुँदाखेरि चाहिँ साह्रै गाह्रो नै पर्दो रहेछ अब ड्युटी पनि हेरोस् घरलाई पनि हेरोस् खाना पनि पकाओस् के गर्नु अब पकाउनै पर्छ अब कुनै बेला बखत त हो नि अरू बेला त होइन अब बुढी सन्चो नभएको बेलामा बिरामी सिरामी भएको बेलामा त्यही त हो नि अरू के हुनु होइन यो चाहिँ मेरो छोरा हो मुटुको टुक्रा बाबु ओइ के हो यसलाई पनि अलिक सन्चो छैन चियापा खाने नखाने है चियापा पेट दुख्यो हो त्यही भएर बेटा के भन्छ केही खानु हुँदैन ल बजारको चिजहरू केही खानु हुँदैन है चियापा खाएको छ है ओह मम्मीलाई हेर न के भन्छ मम्मीलाई पनि के भन्छ सन्चो छैन तलको कट्टो चाहिँ बेटा यो त मेरो मुटुको टुक्रा हो नि होइन होइन ओके नि दादा स्कुल गइसक्यो दादा स्कुल गयो अनि तिमी नजाने तिमी स्कुल नजाने बेटा बुढी यता बिमारी छ मेरो छोरा यता बिमारी छ छोरालाई चाहिँ डायरिया भएर सिकिस्त छ बमिट भएको छ अनि यता छोरा चाहिँ आमा चाहिँ यता टाउको दुखेर रुगा लागेर ढाड दुखेर पीडित छ ज्यू अब खानासाना खाएर मेडिसिन खानुपर्छ के अरे स्कुल जाने हो भोलि जाने ल हुन्छ ल अनि स्कुल गएर के गर्नु बेटा हो हाम्रो घरको छतबाट चाहिँ मौसम पनि यस्तो ठाउँ पनि यस्तो देखिन्छ चारैतिर हरियाली र यो ठाउँबाट के छ चाहिँ सबै ठाउँहरू चाहिँ नजिकै छ एयरपोर्ट पनि नजिकै छ बस स्ट्यान्ड पनि नजिकै छ र बजारहरू पनि नजिकै छ सबै चिज सम्पूर्ण छ घरहरू पनि बन्दैछ नयाँहरू ठाउँहरू यस्तो छ आजको मौसम चाहिँ रमाइलो छ हावा पनि चलेको छ तर अलिकति दुम्म छ मेरो बुढी पनि खानासाना खायो अरे दबाईहरू खायो अरे सुतेको छ र आजलाई यति नै साथीहरू फेरि पछि भेटौँला धन्यवाद नमस्ते